हाम्रो यस बुद्धि विकास मावि तथा थप प्राविधिक विद्यालय गङ्गादेव 6 राँकरातामाटा रोल्पामा 2076 सालदेखि प्राविधिक धारतिर कम्प्युटर इन्जिनियरिङ 9-12 कक्षा सञ्चालन भइरहेको छ। यो 9-12 भित्र प्रत्येक वर्ष कक्षा 9मा कक्षा पास गरेको विद्यार्थीहरू 9मा भर्ना हुने मापदण्ड रहेको छ, जसमा हामीसँग 40 जनाको कोटा हुन्छ र अतिरिक्त 8 जना अरू थपेर 48 जना भर्ना लिने प्रक्रिया 9 कक्षामा रहन्छ। अहिलेको अवस्थामा चाहिँ साधारण पढाइ अध्ययन भन्दा चाहिँ टेक्निकल अध्ययन गर्नु एकदमै जरुरत छ। किन भनेपछि टेक्निकल अध्ययन गर्यो भनेपछि स्वरोजगार पनि सिर्जना गर्न मिल्यो र त्यस्तै गरेर आत्मनिर्भर पनि हुन सकिन्छ र छिट्टै नै जागिरको अवसर पनि प्राप्त गर्न सकिन्छ। र टेक्निकल विषयहरू धेरै मध्ये अहिले यस विद्यालयमा भएको कम्प्युटर इन्जिनियरिङ 9 to 12 मा चाहिँ हामीले शैक्षिक सत्र 2082 को लागि भर्ना खोलाएका छौँ र इच्छुक व्यक्तिहरू र विद्यार्थीहरूले चाहिँ यस विद्यालयमा सम्पर्क गर्न सक्नुहुन्छ। विभिन्न टेक्निकल विधाहरूमध्ये कम्प्युटर इन्जिनियर नै किन पढ्ने भन्नुपर्दा अहिलेको जमाना भनेको विज्ञान र प्रविधिको छ, आइटीको छ, कम्प्युटरको छ। अहिले हामीले देख्न सक्छौँ प्रत्येक क्षेत्रमा कम्प्युटरको प्रयोग भइरहेको हुन्छ। प्रत्येक पसलहरूमा कम्प्युटरबाट बिलिङ भइरहेको हुन्छ। स्वास्थ्य क्षेत्र हरेक हस्पिटलहरूमा चाहिँ कम्प्युटरबाट नै बिलिङ भइरहेको हुन्छ। त्यस्तै गरेर ब्याङ्कतिर भयो, अनि त्यसपछि सहकारी वित्तीय संस्थाहरू लगायत अन्य लगभग सबै क्षेत्रहरूमा चाहिँ कम्प्युटरको प्रयोग भइरहेको हुन्छ, जसले गर्दा चाहिँ हामीले जागिर प्राप्त गर्न सजिलो हुन्छ पहिलो कुरा। र दोस्रो कुरा अहिले विज्ञान प्रविधिको युग भएको भएर हामीले सजिलैसँग कम्प्युटर शिक्षा कम्प्युटर इन्जिनियरिङ पढ्यो भनेपछि सजिलैसँग जागिर खान सक्छ र स्वरोजगार पनि बन्न सक्छ। जस्तै अब यसको विधाहरू भन्नुपर्दा हामीले सफ्टवेयरहरू एप्लिकेसनहरू बनाएर बेच्न सक्छ। त्यस्तै गरेर फ्रिल्यान्सिङ गर्न सक्छ। अपवर्क अथवा freelancing.com मा गएर चाहिँ हामीले घरदेखि नै आउटसोर्सिङ बाहिरका प्रोजेक्टहरू चाहिँ काम गर्न सक्छौँ बाहिरको प्रोजेक्टहरूमा। अनि त्यस्तै गरेर हामीले आइटी कम्पनीहरूमा काम गर्न सक्छ। त्यस्तै गरेर नेपाल सरकारबाट विभिन्न पदहरूमा अहिले 9 देखि 12 सम्म 9 to 12 सम्म शिक्षा लियो भनेपछि विभिन्न पदहरूको खरिदार र नासुका पदहरूमा चाहिँ हामीले आवेदन दिएर त्यसमा जागिर खान सक्छ। अनि त्यस्तै गरेर अब अन्य धेरै विधाहरू छन्, जस्तै भिडियो एडिटिङ सिक्यो, फोटोसप सिक्यो भनेपछि आफैले फोटो स्टुडियोहरू पनि खोल्न सक्ने भयो। त्यस्तै गरेर अब नन टेक्निकल पर्सनले युट्युबमा भिडियो हाल्नु र टेक्निकल पर्सन कम्प्युटर इन्जिनियरिङ पढेर आइटी पढेर भिडियो हाल्नुमा धेरै फरक हुन्छ। थम्बनेल बनाउनेदेखि लिएर भिडियोको क्वालिटीदेखि लिएर एडिटिङको, अनि त्यसपछि ट्रान्जिसन इफेक्ट एनिमेसनहरू धेरै कुराहरू हुन्छ त्यो भित्रको टेक्निकल कुराहरू। अब त्यसमा चाहिँ सुधार गरेर आफ्नो भिडियोलाई चाहिँ राम्रो बनाउन सकिन्छ। र त्यस्तै गरेर अब यतातिरबाट चाहिँ हाम्रो गेमिङतिर जस्तै PUBG, फ्री फायरहरू चाहिँ लाइभ युट्युबमा गरेर पनि पैसा कमाउन सकिन्छ। र त्यस्तै गरेर अन्य धेरै क्षेत्रमा चाहिँ राम्रो गर्न सकिन्छ। अब हजुरहरूले यस विद्यालयमा नै किन पढ्ने त भन्दा हामीले यस विद्यालयमा पठन पाठन चाहिँ मल्टिमिडिया मार्फतबाट हुन्छ। हामीले यसमा पढाउने भनेको प्रोजेक्टको माध्यमबाट पढाउँछौँ, प्रोजेक्टरको माध्यमबाट। त्यस्तै गरेर हामीसँग पर्याप्त मात्रामा फिजिक्स ल्याब, केमिस्ट्री ल्याब, त्यस्तै गरेर हार्डवेयर ल्याब र सफ्टवेयर ल्याबहरू छन्। हामीसँग पर्याप्त मात्रामा कम्प्युटरहरू छन्, जसले गर्दा पर विद्यार्थी एउटा कम्प्युटरमा बसेर चाहिँ हामीले प्र्याक्टिकल गराउँछौँ। त्यस्तै गरेर हामीले थ्योरी क्लास र प्र्याक्टिकल क्लास छुट्टा छुट्टै बनाउँछौँ र हप्तामा 3 दिन थ्योरी क्लास र 3 दिन प्र्याक्टिकल क्लास बनाउँछौँ। त्यस्तै गरेर यस विद्यालयमा दक्ष तथा अनुभवी प्रशिक्षकबाट मल्टिमिडियाको प्रयोगबाट चाहिँ पठन पाठन हुन्छ र हामीसँग डिजिटल बोर्ड पनि रहेको छ। हार्डवेयर ल्याब छुट्टै छ, त्यस्तै गरेर सफ्टवेयर ल्याबहरू पनि छुट्टै छ र त्यस्तै गरेर साइन्स ल्याब, फिजिक्स ल्याब र केमिस्ट्री ल्याबहरू पनि छुट्टा छुट्टै र व्यवस्थित रहेका छन्। हामीले गरिब तथा बेरोजगार विद्यार्थीहरूका लागि चाहिँ 100% छात्रवृत्तिको पनि व्यवस्था राखेका छौँ। र अन्तिम कुरा चाहिँ हाम्रो यस कम्प्युटर इन्जिनियरिङ 9 to 12 को लागि
सिट सङ्ख्या 48जना मात्रै भएकोले यथाशीघ्र विद्यालय प्रशासनमा सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गर्दछु।